So why was I looking for more? Because I know I was capable of more. अनि I deserve better life than what I used to have. मैले 10 वर्षभन्दा बढी ब्याङ्किङ अनि फाइनेन्सियल सेक्टरमा काम गरेँ। केही वर्ष फिजिकल बिजनेस पनि रन गरेँ। तर यो सबै गरिरहँदा पनि मैले चाहे जस्तो लाइफ चाहिँ बनाउन सकिरहेको थिइनँ। मेरो लाइफमा ग्रोथहरू भइरहेको थिएन। मैले सानो सानो कुरा गर्नको लागि पनि अरूको पर्मिसन लिनु पर्थ्यो। केही खर्च गर्नु पर्यो भने पनि मैले धेरैचोटि सोच्नु पर्थ्यो, किनकि मसँग राम्रो इन्कम थिएन। सो म मेरो बच्चाहरूलाई मैले जुन कम्प्रोमाइजेसनको लाइफ बाँचिरहेको थिएँ त्यो लाइफ त दिन चाहन्नथेँ। अभियसली हामीमध्ये कोही पनि त्यो चाहँदैन कि हाम्रो बच्चाहरूले त्यही लाइफ जियोस् जुन चाहिँ हामीले बाँचिरहेका छौँ, एउटा कम्प्रोमाइजेसनको लाइफ। सो टु गिभ बेटर लाइफ टु माई चिल्ड्रेन होइन, टु माई फ्यामिली, अनि मेरो आफ्नै लाइफ पनि बेटर बनाउनको लागि चाहिँ म के चाहन्थेँ त भन्दाखेरि एउटा चोइस अफ फ्रिडम हुन्छ नि, लाइफ अफ चोइस चाहन्थेँ कि जहाँ चाहिँ मैले मेरो आफ्नो हिसाबले लाइफ बाँच्न पाऊँ, कसैको पर्मिसन लिन नपरोस्। आफूले चाहे जति हुन्छ नि आफ्नो बच्चाहरूको आवश्यकता अनुसार खर्च गर्नको लागि चाहिँ मैले सोच्न नपरोस्। तर त्यो सबै चाहिँ जब र मेरो फिजिकल बिजनेसबाट सम्भव भइरहेको थिएन। त्यही भएर म चाहिँ नयाँ अपर्च्युनिटीहरूको खोजी गरिरहेको थिएँ, जहाँ चाहिँ मैले आफ्नो पर्सनल ग्रोथ गर्न सकूँ, आफूलाई डेभलप गर्न सकूँ होइन, अनि बच्चाहरूको फ्युचरलाई चाहिँ एकदमै बलियो बनाउन सकूँ। सो मैले चाहे अनुसारको खोजे अनुसारको अपर्च्युनिटी चाहिँ मैले यो प्लेटफर्ममा भेटेँ र आज म मेरो त्यो सपनाको लाइफको एकदमै नजिकै छु।